जबसम्म हाम्रो देशमा फाँसीको सजाय सुरु हुँदैन नि तबसम्म नि हाम्रो देशमा अनेक घटनाहरू आइरहेको हुन्छ कि अहिले त हुँदा हेर्नु त त्यो 3 वर्षको दुधे बालक बिचरा राम्रोसँग बोली पनि फुटेको थिएन, राम्रोसँग मम्मी पनि भन्न जानेको थिएन। त्यस्तोलाई पनि मान्छे राक्षस भएपछि मान्छे होइन कि राक्षस भएर राक्षस जन्म लिएपछि त्यो राक्षसले त्यो नाबालिका त्यो दुधे बालकको त्यो चितच्याट पनि सुनेन कि। तर उसको त्यो बच्चाको गल्ती चाहिँ के थियो भने ऊ छोरी भएर जन्मिन् कि उसको छोरी भएर जन्मिनु नै सबैभन्दा ठुलो गल्ती भयो। उसको मृत्युको कारणै ऊ छोरी हुनुभयो के। यदि ऊ छोरीको ठाउँमा छोरा भइदिएको भए उसको मृत्यु पनि हुने थिएन नि त। छोरी हुनु नै यति ठुलो गल्ती रहेछ। हे भगवान्, हाम्रो देशमा है जबसम्म यो सरकारले चाहिँ फाँसीको सजाय सुनाउँदैन तबसम्म यस्ता हाम्रा छोरी चेली दिदी बहिनी कहीँ कतै पनि सुरक्षित छैनन् कि। कहाँ कति बेला के हुन्छ भन्ने नै ठेगानै छैन। हे भगवान्, यो हाम्रो नेपालमा चाहिँ छोरी भनेर चाहिँ नजन्मियोस् बरु होइन, सृष्टि नै नचले पनि छोरी भएर जन्मिन चाहिँ नपरोस् भन्ने नै भइसक्यो। एकदमै गाह्रो भयो त्यो भिडियोहरू हेरेर। त्यो बच्चा बिचरा छेद विच्छेद पारेको छ, आँखा छैन, जिब्रो छैन होइन, शरीरमा यस्तो बनाएको छ, प्लास्टिकमा शरीर लिएर पोको पार्नु परेको।